हेलो एभ्रिबडी वान सबैजनालाई म आज हजुरहरूलाई हाम्रो अरबी फुडको खानाको बारेमा बताउन गइरहेको छु। सबै कुराहरू हैन कस्तो लाग्छ माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला भन्न चाहे। म हजुरहरूलाई आज अरबी फुड दुबईको बारेमा बताउन गइरहेको छु हैन। देख्न सक्नुहुन्छ यो चाहिँ आइन अफ मलफुब र बाख्रो हो हैन, खरुब भन्छ। यो चाहिँ आइन अफ मलफुब, कोसा, राइस सबै छ हैन। यो चाहिँ अरबी खाना हो हैन, अरबी खाना हो। सबैजनाले देख्न सक्नुहुन्छ कस्तो लाग्छ। खानामा चाहिँ यो अमिलो हुन्छ हैन, अमिलो हुन्छ। देख्न सक्नुहुन्छ, देख्दा पनि कति राम्रो छ हैन। अमिलो खट्टा हुन्छ। यसभित्र चाहिँ पुरै राइस हुन्छ हैन, राइसहरू। मलाई चाहिँ अलिअलि काँसो लागिरहेको छ हैन गाइजहरू। यही नै हो, यो चाहिँ अरबी खाना हो, अरबी फुड हो हैन। देख्न सक्नुहुन्छ यो चाहिँ हम्मुस हो, हम्मुस। हम्मुस कतिर चनाको पिठाबाट बनेको हम्मुस हो। यो पनि खट्टा दहीहरू सबै हालेर बनाएको हुन्छ हैन। यो चाहिँ हम्मुस हो, देख्न सक्नुहुन्छ। यो माथिको चाहिँ तेल हो। यो चाहिँ कुब्बा हो, कुब्बा मुसाखान हो। यो चाहिँ मासुबाट बनेको हुन्छ हैन। यो पनि हम्मुसै हो, देख्न सक्नुहुन्छ। म हजुरहरूलाई एक एक जानकारी बताउन गइरहेको छु। खानाको बारेमा सबै कुरा भन्न गइरहेको छु। यो चाहिँ हम्मुस, हम्मुस भन्छ। यो चाहिँ चनाको पिठोबाट बनेको हैन। यो चाहिँ पुदिना, यो चाहिँ तबुला, धनियाबाट बनेको। गाइजहरू आज चाहिँ मलाई हल्का सन्चो छैन हैन। यो चाहिँ खपुस, खपुस सबै दहीबाट बनेको हो। यो चाहिँ हैन, दहीबाट। यो चाहिँ तबुला, धनियाबाट काटेर टमाटरहरू नुनहरू मिक्स गरेर बनाएको हो। यही नै हो। यो चाहिँ मानसाब हो है, मानसाब। राइसमा बेसारहरू। यो चाहिँ बनाएर बनाएको। तपाईँको यो चाहिँ उजी हो, उजी मानसाब हो। देख्न सक्नुहुन्छ सबै लाहम चिकनबाट बनेका हुन् यिनी सबै खानाहरू हैन। देख्न सक्नुहुन्छ यो चाहिँ तपाईको आइन अफ मलफुब, कोसा। यसमा चाहिँ सबै राइसहरू भरेर बनाइएको हुन्छ, देख्न सक्नुहुन्छ। यही नै हो अरबी खाना। यो चाहिँ अरबी फुड दुबई। यो खास खाने चाहिँ फिलिस्टिनले खाने खाना हो। यो पनि मानसाबै हो। यो सबै ठुल्ठुला अर्डरको लागि बनाइएको हो खानाहरू हो। जस्तै कि पार्टी भयो, बिहाघर यस्तैमा बनाउने खानाहरू हो। देख्न सक्नुहुन्छ यो चाहिँ खरुब हो, सिङे बाख्रो बोइल गरेर राइसहरू हालेर, आइनफहरू हालेर सबै हालेर बनाइएको हुन्छ। भिडियो चाहिँ अलि लामो छ, सबैजनाले वाच गरिदिनु होला। देख्न सक्नुहुन्छ यो पनि खरुबै हो। देख्न सक्नुहुन्छ
यो चाहिँ फुलको डेकोरेसन टमाटरको हो, देख्न सक्नुहुन्छ। खरुबहरू चाहिँ धेरै नै भन्छ हैन। मलाई चाहिँ आज हल्का सन्चो छैन, त्यही पनि म नयाँ जानकारी नयाँ चिजहरू देखाउन गइरहेको छु, देख्न सक्नुहुन्छ। यो चाहिँ बाख्रो हो, खरुब भन्छ यसलाई चाहिँ अरबीमा। नेपालीमा चाहिँ बाख्रो, दुबईमा चाहिँ खरुब भन्छ यसलाई चाहिँ हैन। यो त सबैलाई थाहा भएकै कुरो हो, सबैजना दुबई जानु भएकै छ। यो चाहिँ उजी हो, मान्सा, बिरानी, मान्सा सबै चिकनबाट बनेको, चिकन राइस चामलहरूबाट हम्मुसहरू सबै हालेर बनाइएको खाना हो, देख्न सक्नुहुन्छ। यो चाहिँ अरबीहरूले खान्छ है गाइजहरू धेरै। तपाईहरुलाई म सबै कुरा देखाउनु नै छु। आज चाहिँ गाइजहरू मलाई हल्का रुगा लाएर हैन, मेरो घाँटी चाहिँ खोकीहरू लागेको छ, सबैजनाले माया गरिदिनु होला। यो चाहिँ तपाईको उजी, मान्सा, बिरानी हो, यो सबै चिकनबाट बनेको है गाइजहरू, देख्न सक्नुहुन्छ कति राम्रो छ। सबै कुरा म देखाउने नै छु, देख्न सक्नुहुन्छ। यो चाहिँ मान्सा हो हैन, यसमा चाहिँ दहीमा चिकन पकाएर लाम पकाएर बनाइएको हो। देख्न सक्नुहुन्छ। खाने नै यस्तै है गाइजहरू, यो चाहिँ नेपालमा त खासै खाँदैन यस्तो। हजुरहरूलाई चाहिँ म सबै कुरा देखाउने नै छु, देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै लाम हो है गाइजहरू। लाम भनेको त बुझ्नुहुन्छ नि, गोरुको मासु, त्यही नै हो। यो चाहिँ म दुबईमा काम गर्दा होटलमा बनाएको भिडियो हो, देख्न सक्नुहुन्छ। म आज चाहिँ भिडियोमा किन बोलेको छैन भने आज मलाई रुगा खाँसी धेरै लागेको छ, त्यही भएर म खासै बोलेको छैन। सबैजनाले माया गरिदिनु होला। पंखा चलिरहेको छ, एसीहरू चलिरहेको छ हैन, हल्का आवाज आइरहेको छ। के नि गाइज, यस्तै हो हैन, गर्मी धेरै छ दुबईमा, त्यही भएर एसी पंखा चल्छ। यो चाहिँ ठुल्ठुला अर्डरको खाना हो हैन, देख्न सक्नुहुन्छ। यसमा चाहिँ सबै राइसहरू भरेको हुन्छ हैन, राइसहरू भरेर कागतीको रसहरू हालेर, नुनहरू हालेर, केचपहरू हालेर बनाइएको हुन्छ। यो चाहिँ खानामा अमिलो हुन्छ, अमिलो खट्टा।
देख्न सक्नुहुन्छ। यो चाहिँ अङ्गुरको पातबाट, गोबीको पातबाट, यो चाहिँ घरतिर के भन्छ फर्सीको साना बतिला हुन्छ नि त्यसैबाट बनाइएको हुन्छ। यो चाहिँ हाम्रो सिद्धि मुसा खान, चिकन सिद्धि मुसा खान हो। यो चाहिँ खपुसबाट बनाइएको हुन्छ। यसमा चाहिँ हाम्रो नुनहरू भयो, प्याज, बस्याल हैन, त्यसपछि यो भगिम्लो भन्छ नि, अमिलो हुन्छ त, त्योहरू हालेर बनाइएको हुन्छ फोरनमा हालेर। देख्न सक्नुहुन्छ। देख्दा पनि अमिलो हुन्छ है गाइजहरू। खाना चाहिँ पुरै अमिलो हुन्छ। तपाईको यो चाहिँ मान्साबै हो, चिकन मान्सा हो। यो चाहिँ कुखुराको मासुबाट बनाइएको हुन्छ। यसमा चाहिँ राइसहरू, यो माथि चाहिँ देखेको चाहिँ तपाईको बदामको दानाहरू पिसेर बनाइएको हुन्छ है। यो त मान्सा तपाईहरुले देखिसक्नु भएको होला। यो चाहिँ सबै गोरुको मासुबाट बनेको हुन्छ। पात पनि बेसारहरू हालेर पियालो बनाएको हुन्छ। यो माथि जो देख्नु भएको छ यसमा चाहिँ दहीमा हालेर यो चाहिँ बोइल गरेर बनाएको हुन्छ। यो चाहिँ ठुलो अर्डरको लागि यो सिद्धि मुसा खानै हो, देख्न सक्नुहुन्छ। यो चाहिँ अमिलो खट्टा हुन्छ। यो पनि सबै देख्न सक्नुहुन्छ। यो चाहिँ पाइनएप्पलको कोसा नै हो, उही हो। सबैजनाले माया गरिदिनु होला, वाच गरिदिनु होला। कस्तो लाग्यो भिडियोमा कमेन्ट गरिदिनु होला। यो चाहिँ अरबी खाना हो, सबैजनाले माया गरिदिनु होला है। आज चाहिँ मलाई हल्का रुगा लागेको छ। सबैजनाले देख्न सक्नुहुन्छ। यो पनि चिकन बिरयानी हो। यो चाहिँ रातो चाहिँ प्यालो चाहिँ मान्सा हो। यो चाहिँ यसको झोल। कस्तो लाग्यो खानाको बारेमा कमेन्टहरू गर्नु होला। यो चाहिँ खानी नै यस्तै है, अरबी खाना हो। नेपालीले चाहिँ खासै खाँदैन, यो अरबीले मात्रै खाने खाना हो। यो अमिलो खट्टा हुन्छ। नेपालीलाई त अब पिरो चटपटा एकदम मन पर्छ हैन। यो चाहिँ बिरयानी हो। यही नै हो गाइजहरू खानाको बारेमा, अरबी खाना। कस्तो लाग्यो लाइक, सब्स्क्राइब, कमेन्टहरू गरिदिनु होला है त। धन्यवाद।